वेलकम फ्रेन्ड, तपाईहरुलाई स्वागत छ द नेपाली रिभ्युअरको एउटा अर्को नयाँ भिडियोमा। आजको यो भिडियोमा अपकमिङ फिल्म जारी 2 को अपडेट र यो फिल्मसँग जोडिएको इन्ट्रेस्टिङ कुराहरुलाई प्रस्तुत गर्नेछौं। जारी 2 यो फिल्म चाहिँ 2023 मा रिलिज सक्सेसफुल ब्लकबस्टर फिल्म जारीको सिक्वेल हो। फिल्मको स्टोरी प्लट पनि एउटै हुने सुन्नमा आएको छ। यसपालि पनि नेपाली फिल्म इन्डस्ट्रीमा ब्लकबस्टर जोडी दयाङ राई र मिरुना मगरलाई एकसाथ स्क्रिन शेयर गरेको हामी देख्न पाउनेछौं। ब्लकबस्टर जोडी यसले गर्दा भनेको कि जब यी दुई जोडी पर्दामा एकसाथ आएका छन्, बक्स अफिसमा जादु नै देखिन्छ र यी दुई जोडीको केमिस्ट्री पनि बवाल नै हुन्छ। यो भन्दा अगाडि रिलिज जारी फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा डाइरेक्सन गरेका थिए। यो फिल्मबाट उनको नेपाली फिल्ममा डाइरेक्सनमा डेब्यु थियो र यो फिल्मलाई रामबाबु गुरुङसँग मिलेर प्रोड्युस गरेका थिए। इन्ट्रेस्टिङ कुरा त के छ भने यही फिल्मबाट यी दुईजना यानी कि उपेन्द्र सुब्बा र रामबाबु गुरुङको प्रोफिट बाँडफाँडमा मनमुटाव हुँदा सहयात्रा रोकिएको सुन्नमा आएको थियो। यो भन्दा अगाडि यी दुई जोडीले सक्सेसफुल फ्रेन्चाइज कबड्डीका पार्टहरू बक्स अफिसमा धमाका नै गरेका थिए। जारी पछाडि सुरु भएको मनमुटापछि यी दुईजना छुट्टा छुट्टै बाटो लागे। उपेन्द्र सुब्बा मनसारा फिल्म बनाउनतिर लागे भने रामबाबु गुरुङ डिग्री माइला। बक्स अफिसको आश भरोसा मानिएका यी दुवैको फिल्म फ्लपको बाटोतिर लाग्यो। दुवैजना बक्स अफिसमा फेल भएपछि भने अब एकचोटि फेरि बक्स अफिसमा उनीहरू एकसाथ जारी 2 लिएर आउँदैछन्, पहिलाको मनमुटावलाई मेटाएर। र यो फिल्म फ्लोरमा उत्रिसकेको छ। जारीमा छुटेको जोडी जारी 2 बाट एकसाथ बक्स अफिसमा आउँदैछन्। अर्को इन्ट्रेस्टिङ कुरा के छ भने जति दयाङ राई अहिले बिजी छन्, नेपाली बक्स अफिसमा अरू एक्टर त्यतिको बिजी छैनन्। तर पनि जारी र कबड्डी 4 पछाडिका फिल्ममा त्यो लेभलको सक्सेस बक्स अफिसमा दयाङले पाएका छैनन्। प्राय फिल्म बक्स अफिसमा एभरेज बिलो एभरेज नै छन्। त्यसकारण यी तीनै जनाले यसपालि जारी 2 मार्फत बक्स अफिसमा कमब्याक गर्नुपर्ने जरुरत देखिन्छ। स्पेशली रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई त पुरै प्रेसरै छ। फिल्म जारी 2 बनेपछि कबड्डी 5 बनाउने मेकरहरूको दाबी छ। अब फिल्म जारी 2 कतिको प्रोमिसिङ बन्छ त्यो त हेर्दै जाउँ। तर जारी 2 र कबड्डी 5 ले बक्स अफिसको रेकर्डहरू तहस नहस बनाउने क्यापासिटी चाहिँ राख्छ। अब हेर्दै जाउँ फिल्म कतिको प्रोमिसिङ निक्लिन्छ। फ्रेन्ड्स, तपाईहरु जारी 2 कबड्डी 5 जस्ता फिल्मको लागि कति एक्साइट हुनुहुन्छ कमेन्टमा अवश्य भन्नुहोला। आजलाई यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेछ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब माइ च्यानल। बाइ टेक केयर।